अनि गफ दिने कि खोइ छोड्छ ल न आनीलाई लगाइदिनु खोइ यसले देउलालाई त रातो भएछ ठिक देउलालाई रातो भएछ देउलालाई रातो भएछ खोइ म त नखोल्नु यो खोल्नु पर्दैन तपाईँ थाप्नु अझै दुईटा ल्याउनु पर्छ पुग्छ पुग्यो पुग्यो एउटै कलर ल्याएको राम्रो हुन्थ्यो अब किन्नु जाने मान्छे के गर्नु भित्र जानु छ के भयो रे दुबाएको धुप भइसक्यो माथि लामालाई भनेर सबतिर घुमाएर ल्याइसक्यो अब यो त बिहानदेखि घुमाइछौँ तपाईँ जानु न वेलकम मेरो भान्जा वेलकम मेरो भाइजाइ वेलकम मेरो मामा ल सोफा पुला होइन धोक्दिएको नि त अनि यसरी ढोकेर कहाँ हुन्छ होइन नमस्ते गरेको नि त अनि ढोकेको होइन नि आशादी आसिङले त त्यसरी ढोकेर कहाँ हुन्छ एकचोटि घुमाइदिएर बुढो छाला जानकारी लगाउनु थाहा पाउँछ त हारा मामा कति राम्रो देख्नु ल अब के हो भित्र नि खटाउनु दिदी यहाँभित्र हो के टिका कहाँ टिका यहाँ थाप्ने टिका बाहिर लाउने कि भित्र लाउने कि खाइसी गर्ने कि लामा त अरूले सिद्धाएन होला कहाँ कहाँले टिका लाउने हो त नि खाजा बाहिर हाम्रो को गरिरहेको छ है आजको स्पेसल को गरौँ बहिनी हाम्रो सुकुमा भाइ कुक अन्त बुहारी कुक आज चाहिँ को लाग्छ चाउचाउ चाहिँ ए स्पेसल आज चाहिँ एउटा हन्तकाले खाँदैछ यहाँ हाम्रो यहाँ दिदीहरू त्यो उठाउने होइन कि त्यहाँ राख्नु न लासो उसलाई मलाई पानी खाँदैन मम्मी को खान्छ खाँदैन के खाने खाँदैन पानी खान्छ पानी खान्छ अरे खाने जस्तो छ नि आमाले छोराले नसोधी आमा भन्छ त कहाँबाट हुन्छ अब त गर्मी गयो त्यसो भन्नु न हुन्छ अब त ढुङ्गा मुढा सबै खानु हो अनि बोलले डर हुन्छ क्या माटो धुलो है बाबु हामी नै हो हामीलाई बिहानै सँगै खाउन सबैले अब यहाँ नानीलाई भाइ सेवारो नुमिङ सेवारो ल ल लिउँ 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 अब हाम्रो सेवारो भाइको भाइ हो नि त सम्झनाले लिऊ
खाऊ दिएकोमा खबेर सिकी लो दिएकोमा यसको लागि भात म सोच्छु सेउहरू खानेको एकपल्ट खान्छ ले डल्लो डन्डु लाग्छ त्यसो गर्नु त्यो होइन के हो नि रोकमा भयो खै त अरू हामीले ज्वाइँ बहिनी ज्वाइँ नन्दे ज्वाइँ अनि मेरो मामा मेरो भान्जे यताबाट मेरो सानो छ्यामा मेरो ठुलो मामी मेरो आमा मेरो ठुलो मामी हाम्रो त यहाँ ठुलो छ्यामा मेरो बहिनी सानो छ्यामा आउनु सानो छ्यामा ल सबैलाई गर्नु ल है ल तिमी राख्नु यो हाम्रो काइनी छेमाको छोरी काइनी छेमाको छोरी कान्छी यो जेठी यो चाहिँ जेठी छेमाको छोरी जेठी यो यस्तै ल अब भयो भने ल अब लासो ल अब हामीले यो त खायौँ तपाईँ किन राख्नु ए ल ल ल सम्झना खोइ ए ल यहाँ ल्याउ सम्झना नानीको यो खाली स्याउ गर्दैछु कि अहिले एकछिनमा भात ए बाबुले खोइ त बाबुले अहिले एकछिन खाने क्या आएर खिच्छ त नि कतिमा अहिले दाइहरूले ल्याएर आऊ है म यहाँ ल लासो पछाडि भएर भयो है लासो अनि काकालाई काकालाई अनि दाइलाई है ल भिडियो एउटा गिलास दिनुहोस् त हजुर हो यहाँ चाहिँ भाडा माझ्ने मान्छे रे हो यता त अनि यता ए अर्को ए बन्द भएछ ए ब्याट्री सकिएछ धुस मामा यही बस्छ मामा बस्नुहोस् बस्नुहोस् होइन अब तिमी उठ्ने नानी ल ज्वाइँ सहित लिने कि बहिनीलाई मात्रै बुझाइदिए हुन्छ ज्वाइँ पनि दिवस ल ल ज्वाइँ सब अहिले मैले यति मात्रै सकेँ पछि फेरि मलाई बहिनी भएर पुगिहाल्यो होइन दाइले पुग्छ मलाई पुग्दैन ए ल अब दाइलाई ढोक्री मैले ढ्याएको सामना दिने है अब के अब दाइको पाल्दा सबैलाई मन दिन्छु यसो गर्ने त अब हामीले गर्ने चाहिँ तपाईँलाई टिक्यो उयो कति आफ्नो आफ्नो चिनी राख्नु चाहिँ हो होइन यो मामाहरूलाई दिनु रातो र सेतो मामा कुन हो
मामा भित्र ल्याइसक्यो होइन मलाई के यार सम्झिनेको चाहिँ सम्झिएको यिनीहरू रातो र सेतो यता र यता गरेर यो तपाईँहरू भिडियोमा छ यो यता गरेर लानी राख्नु थियो ल मैले मेरो डाइरी मेरो पोस्ट हजुर अब अब ल अब कसले भन्छ पहिला बेहुला बेहुली टिका लगाउने हो टिका लाउनु त ल म भिडियो के सामानहरू त अलि हटाउँदै गए पनि हुन्छ के भयो छोड्नु सम्झना यहाँ आऊ यो राख्नु ए त्यसलाई के भित्र आमापट्टिको है यतापट्टिको ल तिमीले बेगेर राखे त्यो माथि सामान एउटा हातले बियर छ त लड्दैन यो चाहिँ हटाइदिनुहोस् ल यो नि यो एउटा चाहिन्छ यसले चाहिँ उहाँहरूले टिका लाउँदाखेरि टिका लगाइदिने किन आबा त खोज्नु आबा त ए बाबा आबा त खोज्नु पहिला आपा बाबा टिका लाउनु बोलाउनु न छिटो पहिले त घरको आबा खाला ओके अब ल अब कसले भन्छ पहिला बेहुला बेहुली टिका लगाउने हो टिका लाउनु त ल म भिडियो के सामानहरू त अलि हटाउँदै गए पनि हुन्छ के भयो छोड्नु सम्झना यहाँ आऊ यो राख्नु ए त्यसलाई के भित्र आमापट्टिको है यतापट्टिको ल तिमीले बेगेर राखे त्यो माथि सामान एउटा हातले बियर छ त लड्दैन यो चाहिँ हटाइदिनुहोस् ल यो नि यो एउटा चाहिन्छ यसले चाहिँ उहाँहरूले टिका लाउँदाखेरि टिका लगाइदिने किन आबा त खोज्नु आबा त ए बाबा आबा त खोज्नु पहिला आपा बाबा टिका लाउनु बोलाउनु न छिटो पहिले त घरको आबा खाला ओके ल मम्मीलाई नि बोलाउँछु टिका लाउनु बाबु बोलाउँछु सब अहिले भिडियो टिका लगाएको सबैको एकमुष्ट हो नि यो सबले ल यो नि गर्ने बाबा पहिला सानो घुमाउनु पहिला उता काकाको पछाडि गएर बस्नु तपाईँ जानु त हो त्यता हो त्यहाँ बस्नु अब पानीले छर्किदिनु रे आशीर्वाद त मनमनमा हो मनमै छ मैले सुन्नुहुन्न त्यो लाउनु अहिले त मान्छे बुढो भयो मन त सानै छ हाम्रो यो शरीरले अब खानु धेरै सिक्नु अस्ति कुन समय डल कति वर्ष थियो 11 बेहुली छेउमा केटी पनि नरहेछ एउटा हाँसो गर्ने ठाउँ यो त हाँसो गर्ने ठाउँ पक्न अहिले होइन एकछिन पक्न होइन ढोक्दै गऱ्यो हुन्छ क्या के हुन्न अलिअलि गाना लाउँदा हुन्छ नि तामाङ गाना स्पिकर छैन ल्याउनु पर्छ थोरै लाग्यो अहिलेको राम्रो गर्दैछ है भोलि दिन राम्रो गरिरहेको छ नि अहिलेको राम्रो गर्नु आज योभन्दा राम्रो गर्नु खोइ त पछ्यौरा पछ्यौरा खेत मा कुन ल अब खोज अब
त्यो भयो भने धेरै टिकट ल्याइदिनु पर्छ तपाईँ खदा ल्याउनु भएन खदा त नगर्नु पो एउटी एउटी खाँदा लगाइदियो एउटी पर्नु हो खै छ नि टिकट नयाँ 30 रुपियाँ ल्याएर आउँ न टेबल ल्याएर आउँ अब मैले हो अब मामाले अब सबैजना पारै पारेको जाँदै गऱ्यो हुन्छ क्या आमा बा किन ल्याएको नानीले ओराइदेऊ न पछिबाट ए बिर्सेको अहिले मामा फेटा लाउने होइन पहिला टिका लाएर होला पहिला टिका लगाइदिनु त्यो आफै मैले हेर्न प्राणीले अब टिका है सरी टिका लगाउनु कस्तो तपाईँ चिसो भएको अहिले उसले टिसी ल्यायो भनेको मैले सानो टिसी ल्याएन सानो मलाई टिका सोध्दा लाग्यो के टिकट थप्पा ल्याइदिन्छ के अलिक टेपर उता थिच्न हो यो त अब सुन्नुहोस् बाबु है घाटीमा लगेको पहिल्यै फेटा बाँध्ने हुन्थ्यो अम्लीले थिच्न नानी यसो त्यो राख्दै हुन्छ के अघि नै गर्नुपर्ने सुरुमा टिका भएको हो त्यस्तो गऱ्यो मामालाई बिता थाहा पनि थाहा बिचरा मामाले सिक्दैछ अरे पर सबै भन्नु पर्यो उहाँलाई ल्याउने उहाँलाई फेटा बाँध्ने चाहिँ उहाँकै नै मामा आउनु पर्थ्यो तर हाम्रो मामा मेरै मामा उसको पो मामा त उसको त मामा होइन नि ए उसको पो मामा त हो ऊ त उसको मामा होइन नि त भने चाहिँ बिचरा आउनु भएन नि भ्याइन नि त टाढो भयो उदाहरण दिनु खोजेको मैले चाहिँ मैले सोचेको थिएँ जयको मामा चाहिँ पर्छ होला मेरो मामा चाहिँ पर्छ होला भनेर नि त होइन ल अहिले जाडो जाडो भएर मामाले त्यो अलि उस्किन्छ क्या अलि त्यो विचार गरेर जाडो जाडो बाबाले किन्थ्यो तपाईँले चाहिँ के किन्नु हिउँ परेको नि त माथि पाचुसँग खाँची हेर माग्छ न कोको हेर माग्ले पो ग्यास्ट्रिक ठिक गर्छ त होइन ग्यास्ट्रिक झडिने नि त आजको दिनमा त कति मैलो हुन्छ कति मैलो हुन्छ नि लाउन टिका आउँछ जो पनि हुन्छ के अब हामीलाई अब ठुलो बसेर अब फुलियामा काकाहरू सबैले लाउनु पालो पालो जसले गरेर हुन्छ क्या घरको मान्छे मूल्य लगाइदिए त भयो नि बाबा आमाले सासु पनि मलाई हेरिदिनुपर्छ एकछिन ल्याएन के नल्याएको के पर्दैन भनेर काका पहिला उता भालेमा भोटाल्ने हुन्छ भाले अघि लिएर आइदिएको त अनि पर्दैन भनेको होइन दिदीले ए फेरि लिनु परेको ल म ल्याइदिनु यता गाउँतिर एउटा घन्टी एउटा तारा एउटा तारा बाबा तारा सासु लगाइदिनु हुने तारा छ कि पहिला यो घुमाउनु साग घुमाउनु यता अनि तपाईँ उभिनु सबैले राम्रै गरेन के अरे भरतपुर त झिलिङ भरतपुर चितवन गरेन भोगाल गरेन
छोरीमा त्यसो गर्नु 5 वर्षमा अरूले त त्यति नै हुन्छ 5 वर्षमा अरूले त्यति नै गर्छ त्यसको कार्यकाल कति भयो ल भन्नु त 8 वर्ष अनि 8 वर्ष त्यति मात्रै हुनुपर्ने अरूले त्यति नै गरेन नि त अरू पनि त सधैँ गर्ने हो नि त हजुर गर्नुपर्ने अरूको भन्दा कसले चितवनमा त गरेर काका त्यसले त्यही भन्छ त्यति गरेकोलाई त अरूले भन्दा कि अरूले भन्दा अरूले भन्दा गरे तर त्यहाँ अब योपालि चाहिँ जित्दैन उसले होइन न ऊ मेयरमै उठेको भए जित्दैन नि होइन मेयरमा अब हामी नि सोध्छ नि तर यो यसमा चाहिँ यसपालि सबै नयाँले सोती मान्छे त्यो नयाँले लाग्छ त्यो जित्छ खोइ त ज्वाइँलाई औँठी दिएन हे दिमिती थोङजों आएको किनकिने जहिले एउटा अघि नै बुढीले सोधेको छ सोधे दिएको रे के कति छोड्नु त बरु छेउ बस्नु त भिडियो गर्दैछु म घरै ल्याइदियो घरै दियो दुईतिर घर दियो अब थाहा भएन देखाइदिनुपर्छ भने अघि हाइदेखि लगाइदिन्थ्यो है भाइ गुरु अब थाहा भएन लाएर होइन जहिले टिका दिनुपर्छ है गाउँले ए जहिले दिएको यो हो मैले हामीले घरबाट दिएको है मामाले दिएको भनेको यो नानीको साथ अनि देवी दिनु भन्दा त ठुलो माने नि मतलब जोडका त हुनुपर्छ नि त अनि केही नै होइन के बोल्ने दिन हो त यार बोल्ने दिन हो के ठुली माउ ठुलो माउ केही हुन्न आज खुसीको दिन खासको दिन बोल्नुपर्छ आज बेगी छैन भने ठुलो बा लाग्यो नि त मलाई दियो ठुलो बा भनेको जहिले तहिले आउँदैन ठुलो बा भोलि आएर बोल्छ यसरी भनेको ठुलो बा कि मलाई अब आनी आशकले दियो यहाँ यी हेर्नु दियो यी दियो यताबाट यो हामीले दियो नि देखाइदियो ए घडी दिनु भएको छैन घरि होइन औठी हेर्नु न त्यहाँ औठी औठी पहिला पहिला यहाँ देख्नु भएन यस्तो चाहिँ तपाईँबाट नि मैले देखो भन्न यस्तो देखो यस्तो ए पहेँलो त जेन्टिस भयो चेक गर्नुपर्छ ल मर्यो है ल हाँसो त हो के रे गर्नै पर्यो गर्छ भने काङ्गाङ निको के केही हुँदा के मेरो छोराबारीलाई आज जस्तै सडा दिन भरि नै आशीर्वाद हुन्छ चिताको पेटको गछ है मेरो छोराबारी बुझु छे के रे हैन धन्यवाद बुझु छे थुजे छे अब तपाईँहरू सिकाइ भयो पनि आउँछ मलाई त्यही हो पहिले सानोबाट सिकाइ पो आउँछ सिकाएन एकछिन हो क्या अहिले बिदा गरेन भने गरेन नि उनीहरूलाई उसो त्यतिखेर सिकाउ है अब आमा भन्नु पर्थ्यो अब अहिले भनेर हुन्छ अब त्यतिखेर पहिला त बोल्न तपाईँहरूले सिकाएपछि खाना सिकाएपछि हिँड्न सिकाएपछि भएर म त भिडियोले बोल्नु अहिले त सिकेर हुँदैन बोलाउनु पनि कुरा गर्ने बेलामा त मजा आउँछ मनको भडा हाम्रो 3-4 वटा घरको नि मान्छे त थुप्रै हुने रहेछ बेहुली सिरियस भएन भने अलिकति प्याज काटेर ल्याएर यसो ल्याउनु बहिनीहरू छ नि प्याज काटेर दल्यो त दिदी अहिले झारिँदा आँखा जाने बेलामा दिदी आएको प्याज अहिले त कहाँ झर्छ अहिले कहाँ झर्छ अहिले दाजुभाइले दाइजो कति दिन्छ त्यो अनुसार अब दाइ ठुलो बार ठुलो दाइ गरेपछि एउटा चिज परेन त पर्यो कङ्गाङ देखि कङ्गाङ यानी केही नि हुन्न है होइन केही नि हुन्न यताबाट नि खुसी हुनु पर्यो होइन बोल्नु पो हुन्छ अनि खुसीहरूले चाहिँ के भन्ने नि अनि बोल्नुपर्छ बोल्ने होइन नयाँ मान्छे चिनेको मन त टाढा टाढा भयो त्यो यत्रो आउनु जब भइसकेर नचिनेको अरे अलिअलि बानी पनि थाहा पाउनु पर्दैन मेरो बोल्नु पर्छ हो नि त नि होइन अलिअलि यो छुट्टी रहेछ भने थाहा पाउँछ नि त मैले उसँगलाई थाहा पाउँछ नि छुट्टी छ भन्ने कुरा बेहुली नि भएर पुग्छ रे बेहुली पुरानो त हो नि हामी क्यामेरा यो के अरे माइतीहरू भयो भने काम छैन रहेछ यार कहाँ गयो सम्झना के माग्ने क्यामेरा फोटो खिच्नु न म खिच्नु लौ नि त दाइ समाइदिनु पाला है क्यामेरा फुटिन्छ न क्यामेरा दिनु ल
ठुलो बाबा हो पैसा पैसा त पर्दैन नि त पैसा पर्दैन पैसा त अहिले त सजिलो छ नि काका अहिले पर्दैन कि ऊ त घर गएर उसमा क्युआरमा पठाइदिए हुन्छ अहिले त सजिलो छ अहिले त अहिले त यो टिका लाएर गएर उता गएर खोसेको बेलुका फोन गरेर क्युआरमा फ्याट्टा हालिदिए भयो कि क्युआर पनि हेर्नु है नाम हेर्नु अनि मात्रै बस आएन हेर्नु होइन आफै बन्द भयो यो कता प्रकाश बन्द भयो यार यो त आउँछ त्यो आउँछ होला नि त बिचमा त्यहाँ थिच्नु न यता स्क्रिनमा थिच्नु न आउँदैन भइरहेको हुन्छ क्या त्यो आशीर्वाद दिनु न अघि त भ्याकर नि अलिक दिनु बोलेको नि धेरै ठुलो हुनु ठुलो त अब के हुने नि ठुलो त हुँदैन है ठुलो उठेरियामा अघि भ्यापर बोल्नु भयो भ्यापर बोल्नु भएन आशीर्वाद दिनु अब यो भन्दा ठुलो त हुँदैन नानी त्यो त धनी हुनु होइन त्यहाँ धनी चाहिँ त ठुलो त हुँदैन है ठुलो त यति नै हो होइन बस अलिक धनी हुनु ठुलो बाबुको आशीर्वाद मलाई ड्याम्मै लाग्यो मोबाइलबाट खिच्नु न ड्याम्मै लाग्यो यस्तो गरी त्यो फोटो चाहिँ कस्तो आइरहेको छ तपाईँले पक्रेर मात्रै भएन हेर्नु बबाला बन्द भयो त्यहाँ फेरि टक्क गर्नु कहिले हुन्छ पाल्नु भिडियो होइन यो जग्गा अब थुप्रो छ कि के गर्ने जग्गा पछि घर बनाउने र जग्गा पछि घर बनाउनु भएन भोलिकोले अलि अग्लो गर यो ठुलो गर धेरै खुसी भएर प्लेन उड्ने भयो चढेन कि तपाईले खिच्नु न त फोटो चाहिँ भिडियो यहाँ उ त्यो यहाँ पनि पोखरामा पानीको समस्या त थिएन आयो तपाईले भिडियो गर्नुभएको के भयो गिलो भयो सबै एउटै भएको त हाम्रै घरको मात्र त नि अरू घरको होला बोलाएर नि त अनि घरकोमा त मात्रै त हो सबै बाहिरतिर नगएको भए त एउटा जाति खोज्नै पर्दैन घरको मान्छे धेरै हुँदो रहेछ है घरकै मान्छे यत्रो छ त नपुगे त यहाँ त सजिलो छ स्कुल यही नजिकै छ बच्चाहरूलाई गुरुङ बोलाइदियो दाइलाई दाइले त अझै थोरै भएछ तपाईँलाई अझै पुगेको छैन है सबै बोलाउनु त होइन अहिले होइन सोध्नु पऱ्यो नि फेरि मेन मान्छेले आत्मा त भयो नि त के अरे अस्तिको त्यो के अरे एउटा बल्छाले मारेछ त्यो चाहिँ नभन्नु कुनै ठाउँ पनि सिन्धु झापा सिन्धु पाल्चोक होला सिन्धुलीमा हो के पेट्रोल हाल्दै हाम्रो तामाङ कल्चरमा चाहिँ त्यही त रहेछ नासिङ पहिला चाहिँ आफ्नो मामा छोरी किन बिहा गर्ने भन्दाखेरि
मेरो सम्पत्ति चाहिँ आफ्नै भान्जाले त्यसरी रहेछ अहिले अहिले चाहिँ हामी चाहिँ धेरै बुझ्दै गयौँ हो यो आफ्नो हात मात्रभित्र पर्दो रहेछ गर्नु नहुँदैछ भन्ने कुरो बुझेँ आफ्नो भान्जालाई यतिखेर सिक्सु गरे पो धेरै धेरै पैसा दान दिने दर्जन दिने शिक्षित तले जाने बेला होला नि अहिले त्यो पनि नयाँ बेहुली के गर्छ होला नयाँ बेहुली लाज मानेर होइन कारण त दुःख पायो भने भगवान् सम्झिँदैन दुःख पाएको दिन मात्रै हो हाम्रो माइती सम्झिने त्यो दिन उहाँबाट हाम्रो झट्टाल्ला अनि मेरो माइती भन्दै रुँदै आउने हो हामी उखान त त्यो पनि हो नि अनि यथार्थ भन्नु अब तपाईँले यो कुरो गर्यो त्यस्तो छैन चेलीबेटी जात अहिले त आनी त मेरो आनी हो योन्जन आनी र आसँग त मेरो फुल सपोर्ट भयो